तरुल चाहिँ पाकिसकेको छ फाइनल्ली। अनि मलाई यहाँ बोजूले पस्किदिनु भएको हो। नुन खोर्सानी, त्यस पछाडि धनियाँ लसुनको अचार पनि हो। यो चोप्दै खानु मजा आउँछ। यो पेडालु रहेको छ, यसरी चोबेर खाँदा एकदमै मिठो हुन्छ। पिरो पिरो छ अचार, टेस्टी छ। अब यो छोडाइसकेको तरुल पनि म अचारसँग यसरी खान्छु। जाडो महिनामा चाहिँ यस्तो जाडोबाट बच्नको लागि फुडहरू खाने। मेरो भिडियोलाई लाइक सेयर गरिदिनु होला। युट्युबमा अपलोड गरेको चाहिँ मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला।